हेलो हेलो गाइज, आज चाहिँ मैले नि सुनेको थिएँ है। यसो हेर्दाखेरि चाहिँ यो खाउँ खाउँ जस्तो यो खान्छन् खान्नन् मलाई थाहा छैन फेरि, तर हेर्नमा चाहिँ यस्तो मिठो देखिरह है। हो यसलाई टक्क काटेर हेरौँ के कस्तो छ। फेरि बाहिर यसको काँडाहरू धेरै छन् है। यो फेरि राम्ररी साफ गरेन भनेपछि चाहिँ यो गाह्रो होला जस्तो छ। मजाले यसलाई साफ गरेर अनि खानुपर्छ यसलाई। पहिला हेरौँ कस्तो देख्नुमा चाहिँ फेरि पुरै यस्तो दामी छ है। म त बोल्दैन होला रे के हो कसो हो के खान लाग्थ्यो भनेर सोध्दै होला रे। मस्त छ। अलले सोध्नु पर्ने बोल्ला रे के हुन्छ, म पनि फर्स्ट चोटि ट्राई गरिरहेको। यसो आँगन अगाडि फलेको थियो। अब यसलाई टक्क तरिकाले खानुपर्छ यसलाई। अब हेरौँ यसको कस्तो टेस्ट आउँछ यसको। भिडियो पुरा हेर्नु है, म बताउँछु तपाईहरुलाई यसको टेस्ट कस्तो छ के छ है। भित्र त फेरि अलिक काट्नमा चाहिँ मैले मिस्टेक गरेँ के, अलिक काट्न चाहिँ अलि त्यसरी नहुने रहेछ। तर यो चाहिँ मिलाएर काट्यो भनेपछि चाहिँ रहेछ फर्स्ट चोटिमा अलि मस्त छ के। सबैलाई अब खानु मिठो के, मिठो फेरि यस्तो मिठो। अनि त्यस्तो त्योमा चाहिँ फेरि यति मिठो कुरा कि मैले चाहिँ फर्स्ट चोटि उ गरेको है। सबलाई चाहिँ टेस्ट गराएको। फर्स्टमा त्यति हुनु भयो नि मिठो छ। पहिला चाहिँ अब अचानक त्यो होला नि त, अब त्यो हो त्यस्तो कस्तो हुन्छ त्योमा लागेको भनेर नि अलि उन हुनसक्छ। तर चाहिँ सोच्यो भने चाहिँ मिठो छ कि यो कुरा। मस्तो भयो है दिदी क्या दिलानी बनाले अलि चाहिँ त्यो दानाहरू हुने रहेछ ठुल्ठुलो। मस्त छ। अनि त्यसको त्यो भित्रको चाहिँ त्यो पार्ट चाहिँ धेरै मिठो के। कसैसित यस्तो छ भनेपछि चाहिँ ट्राई गर्नु चाहिँ यो धेरै मुल त किनी पनि भएन। यो चाहिँ ट्राई गर्नु। हेली कसैलाई मन नपर्न नि सक्छ, तर यो शरीरको लागि नि फेरि खानेवालाहरू यस्तो पनि खाइराखन् थुकी पनि राखन्। अब ठिकै हो।